सुत्केरी मसला बनाउने धेरै उपायहरूमध्ये यो मेरो फेभरेटमा पर्छ। यसको लागि हामीहरूलाई चाहिन्छ छोक्रा, हाडे बदाम, सम्फो, काँचो बदाम, नरिवल, काजु किसमिस, गुद, बत्तिसाको धुलो, लोकल घिउ, गुड, ओखर अनि अरू फुराउने कुराहरू। यो बाहेक अन्य ड्राई फ्रुटहरू पनि एड गर्न सक्नुहुन्छ आफ्नो इच्छा अनुसार र सबै ड्राई फ्रुटहरूलाई पालै पालो घिउमा फ्राई गरिदिने। नरिवल, छोक्रा र किसमिस फ्राई गरेर छुट्टै भाँडामा राखेको छु भने अरू सबै ड्राई फ्रुटहरूलाई फ्राई गरेर एकै ठाउँ राखेको छु। यसो गर्दा मिक्सरमा ब्लेन्ड गर्न र पकाउनको लागि धेरै सजिलो हुन्छ। यो सबै फ्राई गर्ने क्रममा चाहिँ आगो एकदमै सानो हुनुपर्छ है, होइन भने ड्राई फ्रुट एकदमै छिटो डढ्ने सम्भावना हुन्छ। यसरी सबै कुरा फ्राई भइसकेपछि एकछिन सेलाउन छोडिदिने र पालै पालो मिक्सरमा ब्लेन्ड गरिदिने। ड्राई फ्रुटको 4 भागको 3 भाग चाहिँ अलिकति मसिनो बनाएको छु भने 1 भाग चाहिँ मैले अलिक खस्रो खस्रो बनाएको छु। यो चाहिँ मेरो एउटा कान नभएको कराई र यसरी सबै कुरा घिउमा मजाले फ्राई गरिदिने। त्यसपछि गुड पनि राखिदिनु होला। हजुरको इच्छा अनुसार यसमा मिश्री पनि राख्न सक्नुहुन्छ र यसरी सबै कुरा पालै पालो राखिदिने र मजाले चलाउने। तबसम्म चलाउने जबसम्म सबै कुरा राम्रोसँग मिक्स हुँदैन। अन्तिममा मैले भुटेको तिल र मसिनो पारेर राखेको कोकोनट मिक्स गरेको छु। यसरी सबै कुरा मिक्स भएपछि सुत्केरीलाई यतिकै खान दिँदा नि हुन्छ र दुधसँग खान दियो भने अझै राम्रो हुन्छ। फेरि यो सुत्केरीले मात्र नभएर बुढाबुढीदेखि केटाकेटी सबैले खान मिल्नेछ। एक्स्ट्रा जडीबुटीहरू छैन नि त, त्यसैले उनीहरू चाहिँ मेरो सुत्केरी साथीहरू। खास यो सब उनीहरूकै लागि बनाइदिएको र हजुरहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। हस्, थ्याङ्क यू।